Hello everyone, welcome to my first vlog. अब हामी चाहिँ माथि जान लाग्यो माथि ट्रेक अहिले यहाँ उयो हुँदैछ रेडी हुँदैछ ट्रेकिङ गियरहरू तपाईलाई डाइरेक्ट काडे गएर भेट्छु Hi guys, हामी चाहिँ हिँडिसक्यो सबजना हिँडिसक्यो गाडीबाट झरेर हिजो राति खाना खाने ठाउँमा भ्लग गराउँछु भनेको सुतेछ हामी त अनि सिधै अहिले बिहान उठेर हामी बिहानको 3 बजे अस्ट्रेलियन बेस क्याम्पतिर जाँदैछौँ सबजना हामी 8 जना म चाहिँ रोटी तरकारी खाएँ इट वाज अल गुड अब चाहिँ हामी गोल डाँडा पुग्यौँ अब अस्ट्रेलियन बेस क्याम्पमा गएर भेट्छौँ है त बाइ गाइस हामी चाहिँ अस्ट्रेलियन बेस क्याम्प पुग्यौँ हाई गरिदिनुहोस् हाई गरिदिनुहोस् सुमिन हाई गरिदिनुहोस् ल अब चाहिँ हामी बाटो खाजा खाने होइन आज अहिले खै ए फ्रिज रहेछ गाइस गुड मर्निङ फ्रम पोथाना गाइस कुकुर पनि आइरहेछ Oh my god. Hello. Oh my god. हामी माथिको बाटो अहिले हामी देउरालीतिर हामी कहाँबाट कहाँ थियो हामी पठान भन्ने ठाउँबाट हिँड्दैछौँ हेलो गाइज मन अगाडि वेट बढी भयो क्या हो कहाँले बङ्गो हो त अहिले भ्यू चाहिँ यस्तो छ है यस्तो दामी देखिरहेको छ फेरि हामी आफ्नो बाटोमा यस Look at the view. यो अलि चलाउनु सिक्नुपर्ने यार First time gimbal use गरेको हो गाइस यहाँ अहिले जानु पनि हिमाल कहाँ अहिले हामी कहाँ छौँ हामी हामी अहिले यहाँ पोठाला आउँदा अब यो अनि यहाँ पुग्ने अब प्रितम देउराले हाम्रो स्टे के भन्छ खानासाना अब चल्दैछ त्यहाँ माछा पुरै हेर्नु सक्नुहुन्छ गिम्बल किन हल्लिरहेको त्यसलाई छोडिदिउँ हामी अब हामी अगाडि बाटोमा जाँदैछौँ देउरालीमा ब्रेकफास्ट गर्ने भनेको हैन हाम्रो यो म्याप छ म्याप अनि फरेस्ट क्याम्पमै गएर खाम अलि बोल न हो मजाले अहिले हामी देखेको देउरालीमा खाजा खाने अहिले हामी देखिरहेको हिमाल नत्र भोक लाग्यो बिचमा दुध अहिले हामी यहाँ छौँ गाइस दुध यो गाइस देखाउनु मलाई यहाँ अहिले हामी यहाँ छौँ अब हामी देउरालीमा गएर ब्रेकफास्ट गर्छौँ त्यसपछि हामी यहाँ भात खाने हो भात खाने हो उता होला नि त्यो बाटो ए भनेपछि हामी राइटबाट हामी चाहिँ यताबाट गएर छौँ एबिसी यहाँबाट सुरु हो नि त झिनो अनि हाम्रो हेर त्यहाँ हाम्रो त हाई क्याम्पबाट यहाँ पनि छ नि त 43 अहिले चाहिँ हामी चना चाउचाउ खाँदै एकछिन ब्रेक लिएको अहिले हामी कहाँ हो प्रितम देउराली Hey guys, हामी चाहिँ प्रितम देउराली आइपुग्यो Look at the view. अनि एउटा हिमाल चाहिँ खोइ कहाँ छ यो चाहिँ कैलाशको जस्तै छ क्या
दामी छ है God damn. अति नै खतरा यार यहाँ त अलराइट अब चाहिँ हामी यहाँ फरेस्ट क्याम्पतर्फ जाँदैछौँ होइन भन्नु त ब्रो सबजना हिँडिरहेछ अब खाना खाने ठाउँमा चाहिँ अब चाहिँ भेट्छ खाना खाने ठाउँमा चाहिँ गाइस दिस इज द रुट होइन माथिबाट पनि थियो तर त्यो भरेको भएर हामी यहाँ तलको बाटोबाट गएको अनि त्यसपछि हाम्रो कुशल दाइ चाहिँ एकदमै खुसी हुनुहुन्छ कुशल दाइलाई भने खोइ कुशल दाइ जल्दी गरो के गरिरहेछ भ्लगमा आयो म देखाइदिनु कुशल दाइले चाहिँ यो बाटो धेरै पनि राम्रो लागिरहेछ हेर्नुहोस् यहाँ कुशल दाइ हाउ आर यु फिलिङ कुशल दाइले अब यस्तै बाटो भेटाउनु भयो भने एभरेस्ट चढिदिनु हुन्छ भनेर उहाँले एउटा शपथ लिनु भइरहेछ अनि त नि होइन यस्तो छ रुट चाहिँ हाम्रो सुमिन भाइ हुनुहुन्छ हाई गरिदिनुहोस् हेलो यस मेरो भ्लग हो ल गाइस अब चाहिँ भात खाने ठाउँमा है अब चाहिँ गाइस हामीले चाहिँ खाना खाइसक्यौँ हामीले चाहिँ भ्लग गर्न पनि बिर्स्यौँ किनभने हामी यति भोकाइरहेको थियौँ है सुमिनले 2 थाल खायो हामी सबले 2 थाल खायो मैले चाहिँ 1 थाल मात्रै खाएँ अब चाहिँ कता फरेस्ट क्याम्प अब सिधै फरेस्ट क्याम्प नन स्टप है गाइस विल सी यु देयर ल एभ्रिवान अहिले चाहिँ हामी हिँडेछौँ बाटो बिचोमा घना जङ्गल कहाँबाट निस्क्यो हामी कहाँबाट निस्क्यो दुधखरा निस्किँदै फरेस्ट क्याम्पतर्फ जङ्गल डेन्जर छ यस सबजना हराइसक्यो हामी मात्रै हो के हुन्छ अब यहाँ त्यो त हो बाटो चाहिँ एकदम सजिलो छ है गाइस बाटो चाहिँ सजिलो छ यहाँ लास्टै जङ्गलमा चाहिँ छ झ्याउ लास्टै अल्छी लाग्थ्यो केही छैन हेर्ने नै केही छँदै छैन हेर्ने नि साँच्ची के भन्नु त भोलिदेखि छ रुखहरूमा यस्तो मार्क चाहिँ छ यसले बाटो चाहिँ थाहा पाउँछ कन्फ्युजन भागहरूमा त मार्कहरू त छ सजिलो छ याप ठ्याक्क हामीले माथि बस्दै देख्न सक्छौँ धेरै जङ्गलको बाटो हिँडेपछि बस्तीतर्फ लाग्दै हामी गाइस हामी चाहिँ फरेस्ट क्याम्पमा आइसकेछौँ हामीले खाना पनि खाइसक्यो अब हामी यहाँ यो घान्द्रुक हो क्या हाम्रो अगाडि यस्तो दामी देखिरहेछ गाइस लभली है यो सब घान्द्रुक हो कत्रो ठुलो है अनि त्यही हो अब भोलि हामी चाहिँ हल्का चिलमा जान्छौँ 10 बजीतिर किनभने छिटो पुग्छ अरे 3 बजीतिर अनि बाटो चाहिँ गाह्रो छ भन्छ खोइ कस्तो लागिरहेछ तपाईँलाई कस्तो लागिरहेछ एकदम चिसो लागिरहेछ अब हामी गेम खेल्न जाँदैछौँ होइन त हामी अब गेम खेल्छ के गेम न खेल्यो नि हामी सबजना जम्मा भइसक्यौँ अब हामी खेल्छौँ मर्निङ गाइस हामी चाहिँ यहाँ ब्रेकफास्ट गर्दैछौँ सबैजना सबजना ब्रेकफास्ट गर्दैछौँ के हो यस्तो भन्नुहोस् के छ यहाँ यो के हो ब्रेड छ गेडागुडी तरकारी छ अनि चिया अन्डा अब हामी ब्रेकफास्ट गरेर जान्छौँ हामी चाहिँ फोटो सेसन गरेर अब चल्दैछ नि हो आज हामी हाई क्याम्प जान्छौँ के हो
गाइज हामी चाहिँ यहाँ रेस्ट क्याम्पमा आइपुग्यौँ आफ्टर कति 45 हाफ एन आवर 20 मिनेट 45 भनौँ न। अनि यहाँ माछा पुछ्रेको कस्तो दामी भ्यू आइरहेछ। अनि सबैजना फोटो खिचेछ। अब हामी चाहिँ लो क्याम्पमा जान्छौँ। त्यहाँ भात खायो होला नि लो क्याम्पमा। खै भोक लाग्यो नि भोक लाग्यो खाने नत्र चल्दैछ हान्ने हो। ल अब लो क्याम्पमा भेट्छौँ है त। हामी रेस्ट क्याम्पबाट माथितिर रेस्ट क्याम्पै हो र रेस्ट क्याम्प रहेछ। रेस्ट क्याम्पबाट माथितिर जाँदै म कहाँ गएर रोक्छु थाहा छैन, तर भ्यू चाहिँ दामी छ। कस्तो देख्छ पोखराबाट देख्ने त अगाडिबाट अनि अहिले हाम्रो फेरि बाटो उकालो के कराएर छ काग कराएर छ यहाँ काजको काग छ काग गरेर छ। अहिले चाहिँ हामी बाटोमा हिँड्दैछौँ। अब कहाँ पुगेर रोक्ने थाहा छैन, जहाँसम्म थाक्दैन त्यहाँसम्म हिँड्छ। सबैजना त्यहाँ नि खै के कराएर काग कराएर काग कस्तै गिम्बल चलाउनै अप्ठ्यारो यार। भ्यू हेर्न सक्नुहुन्छ माछा पुछ्रेको भ्यू। अनि काम नलाग्ने सबभन्दा अल्छी बाहिरको डर रहेछ सब हालिदिने हो भाइ। अहिले हामी बाटोमा अहिले बाटोमै छ। यसले त्यो रुखै भ्याउनु सकेन बाहुना के अहिलेसम्म बाफाएर रहेछ है। हल्का वायरमा खिचौँ न। म चाहिँ बिरामी छु है। को कराएर पछाडि को कराएर चाहिँ यहाँ कागभन्दा बेसी ठुलो स्वरले मेरो दाइ कराएर छ। किन कराएर हो गुराँसको फुल भेटाए है कुहिएको वाला रहेछ सब है। तर पात चाहिँ रहेछ यहाँ हाल्नुपर्छ होइन। अहिले को कराएर यार मलाई आयो हाम्रो क्र्यु। क्याप तासी क्याप कहाँ छ तेरो छ देखिछ मैले। अहिले हामी बाटोमा अहिले बाटोको बाटै भन्दा चाहिँ यार म त काम नपाएर अल्छी फेरि कहाँ गएर हो। लट्ठी होला भनेको होइन रहेछ। पानी मेरो ब्यागमा छ। सबभन्दा अल्छी हाम्रो क्र्यु हो। हामी जङ्गलको बिचमा घाम लगाएर चाहिँ यस उज्यालो भएको छ। तर बाटो चाहिँ जहिले यस्तै हो, यस्तै जङ्गल मात्रै। अगाडि खुब हिरोहरू हिँड्दैछ। हामी त्यो बाटो नजाने हामी मुनिको बाटो जाने। बाटो नि 3-4वटा छ। त्यो चाहिँ मेरो स्टिक हो गाइज। तेरो अर्को स्टिक खै
हिँड्न नसक्नेहरू क्या त्यही भने अल्छिएर 이거 전형적인 피자군 구칙인데. खैरेहरू के बोल्छ तर सुन्न मजा आउँछ खैरेहरू भाषण सही हुन्छ नमस्ते हाम्रो सबै फर्किरहेछ हामी चाहिँ गइरहेछौँ याप गाइस हामी चाहिँ हिँड्दैछौँ लो क्याम्पतर्फ याप उनीहरू आएकै छैन मेरो बाङ्गो किन त्यो यस्तो घना जङ्गल छ क्या गाइस यस्तो डरलाग्दो जङ्गल छ होइन यस्तो आयो अब हामी चल्दिनु पर्ने हुन्छ चल्दिनु खोकेको मात्रै आयो होला उसलाई चाहिँ खोकी लगाइरहेछ अनि मलाई तिर्का लगाइरहेछ अम्बो अब लो क्याम्प 1 घन्टा अरे त्यहाँ गएर भात खाने हेलो एभ्रिवान अहिले हामी कहाँ हो जरा जङ्गल बिचमा छौँ अनि त्यहाँनिर बस्ने ठाउँ छ मेरो क्वालिटी कस्तो नराम्रो यार त्यही हो अहिले हुस्सो लाग्न थालिरहेछ यस्तो छ बाटो अब हामी माथि जाँदैछौँ अगाडि स्पोन्सर हिँड्दैछ स्पोन्सर मेरो सुरुवाल च्यात्दै छ यो त स्टप मात्रै रहेछ घर भनेको त अहिले चाहिँ हामी लो क्याम्पमा अहिले हामी 2900 मिटरमा यप 300 मिटर क्लाइम्ब गऱ्यौँ लो क्याम्प हाई अघि 600 थियो हेर कस्तो हुस्टो लागेको छ गाइस अब चाहिँ के छ रोसाङ दाइ जाडो भयो है कस्तो कस्तो हुस्सु नै हुस्सु आइरहेछ गाइस 1-2 बजे खाऊँ हामी बादल डाँडा आइपुग्यो अनि भ्यू भेटायो आइस हुन्छ आइस है स्लिप खाइदिएर अब यस्तो म यसको ढाडमा हान्छु अहिले चाहिँ बादल डाँडामा हिउँ चाहिँ केही छैन ओहो चौरी गाई यार मैले कहिले देखेको थिइनँ आज स्नो फाइट भइरहेछ है यस्तो नभएको स्नोमा पनि यस्तो गरेर अनि यसलाई यस्तरी हान्नुपर्ने हुन्छ ए अहिले है बाटो चाहिँ दामी छ है पानी परेर यहाँ सुकेकै छैन रहेछ है अहिलेसम्म अबि यार मलाई होइन म आइएम सिक Oh my god! Azar. Let's see. Oh my god! बदाम होला चिप्लिन्छ है बाटो हेर्दै अहिले चाहिँ हामी स्नोमा हिँड्दैछौँ अहिले हामी हाई क्याम्पतर्फ बाटो टाढोमा
चारैतिर यस्तो छ बाटो एकदम चिप्लो एकदम केयरफुल गरेर हिँड्नुपर्छ भरेङहरू यस्तो छ चिप्लो यस्तो कालो कालो ढुङ्गामा जे होस् यस्तो बाटोमा केयरफुल हुनुपर्छ यस्तो सिक्लिन्छ कहाँ ग्रिप राख्ने यहाँ हिउँ फाइट हुँदैछ गाइस हिउँ फाइट हुँदैछ यहाँ उसलाई तपाईँको प्यान्ट अलि माथि गर्नु न तपाईँको तल ऊ भएछ होइन तल लत्र छ मेरो स्टाइल हो न उयो नाइ पर है क्या हो यस्तो दामी ठाउँ छ है गाइस हामी चाहिँ हाई क्याम्पमा खाना खाएर सुत्नु लाग्यो अब यहाँ पनि नेपाल झन्डा छ तारै तारा कुशल गार्डन हुन्छ तारा देखिरहेको गिम्बल चाहिँ तारा देखाएको छैन तारा तर हामीले आँखाले दामी देखिरहेछ गिम्बल चाहिँ कहाँ छ जाने अनि त्यही हो कहाँ छ जाने गिम्बल नाकमा ल अब भोलि हामी 3 बजे उठेर जानुपर्ने हुन्छ हेरौला को उठ्दो रहेछ म त उठिहाल्छु नि म त उठ्दैन म त उठिहाल्छु नि सुत्ने हो त्यसको ज्याकेट लगाएर गइरहेछ अब ल अब चाहिँ सुत्न चल्दिउँ है ल ल यहाँ पोपट भएको छ गाइस हामी चाहिँ भ्यू पोइन्टमा आइपुग्यौँ हामी कति 4 बजे होइन 4 बजे हिँडेको यस्तो बाटोबाट हिँड्यौँ त्यो अन्नपूर्ण अनि माछा पुछ्री हामी छै सनराइज भएर है सनराइज पनि हुँदैछ गाइस सनराइज हुँदैछ सनराइज हुँदैछ गाइस अन्नपूर्ण लुकिङ ब्युटिफुल माछा पुछ्री लुकिङ ब्युटिफुल होइन त्यो लाएर म त लडिहाल्छु नि त्यो पालतिर जाऊ ओहो Oh shit. सही हो हामी चाहिँ चिप्लेटी खेल्दैछौँ फेरि चिप्लेटी खेल्दै आउँछु ओइ कहाँबाट खेल्यो तिमीहरूले यहाँबाट होइन पछि लिन्छु खै देऊ न ल मजा छै केही अझै ल सुमित तिम्रो पालो गाइस आवाज मार्दै एक्सिलेन्ट
Absolutely amazing, breathtaking view. बाटो चाहिँ हल्का बोरिङ भयो केही थियो नि होइन कि चिसो भयो यो कस्तो भिजेको कसरी थोरै भिजेको भनेको मैले गाइज हामी चाहिँ अब पोखरा फर्किँदैछौँ हाम्रो माथिको ट्रेक सक्यो सक्यो अब ओह्रालै झर्नुपर्ने हुन्छ झर्दैछौँ चिप्लेर लड्छ जस्तो यहाँ पोखराको घर हामी किन हाल्ने पोखरा गएपछि थाहा हुन्छ अहिलेको लागि चाहिँ यति नै हेलो गाइस गुड मर्निङ फ्रम पोखरा यस हामी चाहिँ अहिले बस पार्क जाँदैछौँ के गर्नु टिकट किन्नलाई राति नाइट बसको सब जाँदैछ सबको ट्रिप सक्यो ट्रेक सक्यो उही क्या त ल ए भाइ सुरु भइसक्यो हाई गाइस अहिले चाहिँ हामी बोटिङ गर्न जानु लाग्यो वेदर चाहिँ अलि नराम्रै छ त्यही पनि गइन्छ बोटिङ यस यप यप त्यहाँनिर प्याराग्लाइडिङ गर्दैछ हामी चाहिँ फन पार्कमा आएको छौँ अनि हामी सुरुमै के दिएको क्विक्सको छ क्या हाम्रो क्विक्सको रहेछ चाउचाउ बसेको होला हौ अब यहाँ चाहिँ हामी खेल्न लागेको छौँ आज के खेल्ने हो गएको छैन मैले सब जितिदिन्छु जित्यो हेरौँला हेरौँला केहीमा केही नगरे पनि बास्केटबल खेल्छु हेरौँला हेरौँला रिङ बाङ्गो छ त्यही नि भन्नु त मेसिन बिराइरहेको छ क्या आज कस्टम यसको रेकर्ड तोडिनु अनि ल बात चाहिँ आज यो बिग्रिरहेछ यहाँ पनि ल त्यो युजी राममा त्यो मै हो कि ल के ल ल भयो भयो ल बास्केटबल खेल्न लागिरहेछौँ खेलको पालो ओ ओ ओ अनि आम्बो 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 अनि बोलाउन धेरै ढिलो भइरहेछ अलिकति ग्लिच खाइरहेछ मेसिनले राहलले तीन चारवटा बल हुनुपर्छ होइन ओए आयो Soltai go. Soltai is getting ready. अनि John Cena. Lai. मान्छे छोन पर्यो अर्कोमा घाँसै फुट्ने मिसिनी पुऱ्याइदियो Very good. Something is better than nothing.
यो चाहिँ हावा रहेछ यो बम्बिका जम्मा 2 जना चाहिँ खेल्न दिने यो काम नलाग्ने सबलाई खेल्न दिए पो हुन्छ त डर पो गरे गाडी बिग्रिन्छ त्यही भने थोत्रे त्यही भने ठाउँ खाना मात्रै राखेछ काम न काजको सब काठमाडौँको बिग्रेको त्यही भने। लिएर आएछ गाइस लास्ट हावा हो कि ल हामी चाहिँ अब बस टिकट किनेर लेक साइड घुमेर अनि फर्किन्छौँ अब भ्लगलाई एन्ड गर्नुपर्ने हुन्छ ल एन्डिङ गरौँ त के गरे त्यस्तो होइन सब्सक्राइब खोइ त सब्सक्राइब पर्दैन कि मैले भन्नै पर्दैन ओ ल गाइस हाम्रो सक्यो होइन कत्रो मोटो रहेछ यार कुकुर त हाम्रो ट्रिप सक्यो ट्रेक सक्यो अब चल्दिस अब 6-7 महिनापछि अर्को आउँछ यस ल बाई बाई गाइस Peace.